नमस्कार आदरणीय दर्शक महानुभावहरू, यतिखेर हामी जुगल हिमालको पैतालामा छौँ। जुगल हिमालको पैतालामा कान्छा लामा दाईको भेडीगोठ रहेछ। हामी भेडीगोठमा कान्छा लामा दाईसँग केही मुलाकात गर्दैछौँ। कान्छा दाईको भेडीगोठमा निगालाको चोयाबाट निर्माण गरिएको भेडीगोठ रहेछ। झन्डै यो भेडीगोठमा 70-80वटा भेडा बस्ने गर्दछन्। कान्छा दाईले लेखमा पाउने निगालाको चोया प्रयोग गरी आफ्नै हस्तकलाबाट निर्माण गरिएको भेडीगोठको दृश्य तपाईँले देखिसक्नु भएको छ। कान्छा दाई नमस्कार। नमस्कार सर, नमस्कार। के भन्नुहुन्छ? हामी तपाईँको आज भेडीगोठमा आछौँ। हाम्रो आम श्रोताहरूले हामीलाई सामाजिक सञ्जालमा हेरिरहनु भएको हुन्छ। हजुर तपाईँहरू समग्रमा भन्दा के भन्न चाहनुहुन्छ त? तपाईँको मनमा के छ ल भन्नुहोस् त। हजुर खोइ मैले त के भन्नु सर, म लेकमा बस्ने मान्छे। अब मोटामोटी सरहरूको पासमा आइपुग्दाखेरि केही कुरा सिकायो, केही कुरा भन्नु पायो, केही मौकामा चाहिँ भन्नु पायो। म त यस्तोको पछि त्यो भनौँ न जिङ्गा तपाईँ जान्छ। बेसीमा चाहिँ मोटामोटी अब नेपाली कुरा त स्पष्ट नआउने मान्छे, यस्तो त्यो भनौँ न लेखाली मान्छे। अब तपाईँहरूलाई केही मैले गर्नुपर्ने सहयोग के छ? के भन्नुहुन्छ? यो विदेशतिर जाने अथवा स्वदेशमा बस्ने अथवा भेडीगोठतिर भेडा पाल्दा फाइदा हुन्छ अथवा लाभदायी हुन्छ भनेर तपाईँ आम श्रोताहरूलाई के भन्न चाहनुहुन्छ? मैले भन्नु खोजेको चाहिँ अब आफू पनि बुढिसकाल भयो, अब त्यो विदेशमा जाने कुरा हुँदैन। अब यस्तै त्यो भनौँ न, यस्तै त्यो भेडा बाख्राको पछि लाएर चाहिँ केही आयस्रोत इन्कम थोरै आफूले त्यो भनौँ न चाखर्छ पानी नुन खुर्सानी चाहिँ हुँदो रहेछ भनेर चाहिँ मैले थोरै 50-60-70 चाहिँ बाख्रा पालेर चाहिँ यसको जिङ्गा भएर गएको छु सर। अनि चाहिँ यो तपाईँले यो चोयाबाट बुन्नु भएको छ नि, यो बाहिरको वाल। हजुर यो चाहिँ यो भेडाहरूलाई चिसो हुँदैन? राति यो हिमालको नजिक चिसो हुँदैन? हुँदैन सर। माथि त जाने यो त्यो मिरे लाउँदैन नि, यहाँ मात्र लगाएको सर। यहाँ मात्र लगाएको त्यो पाखामा जान्छ भनेर माथि त पाखामा पुरै पाखामा राख्छ सर। भनेपछि बाहिर हिमालमा राख्नु? हजुर खोल्न राख्छ नि तपाईँको यहाँ मात्र त्यो भनौँ न पाखामा त्यो सालले खान्छ के हुन्छ भनेर चाहिँ मैले त्यो यहाँ मात्र लगाएको, माथि त खोल्न हुन्छ सर। ल भनेपछि अब आम दर्शक श्रोताहरूलाई भेडाहरू च्याङ्ग्राहरू चाहियो भने तपाईँसँग छ? हजुर तपाईँ बेच्नुहुन्छ? हजुर चाहियो भने तपाईँसँग सम्पर्क राखेपछि तपाईँले बेच्नुहुन्छ? हजुर अरू तपाईँले केही भन्नु छ? छैन सर, त्यति हो सर। त्यही पनि दुःख सुख गरेर यसरी बच्चाहरू सबै विदेश अनि अब त्यो भनौँ न गाउँघरमा बस्यो खान्छ फिटो त्यो छाङ्गाएर बस्ने भन्दा यसको जिङ्गा दबाएर जाने चाहिँ ठिक रहेछ भनेर चाहिँ मैले 2-4वटा त्यो भनौँ न जबरजस्ती यसरी पालेको छ। मेरो भनाइ, मेरो लाग्छ यही हो। त्यो 12 धार्ने भन्दाखेरि त्यो 12-24 अनि त्यो आतीले चाहिँ भन्दै लाने क्रममा यो त्यो धानै मोटामोटी बस्छ होला 12 धानी 13 धानी जस्तै बस्छ। 12 धानी 13 धानी भनेपछि कति किलो जति हुने भयो? होइन त्यो 10 को चाहिँ 20 त्यतिकै भइहाल्यो। अर्को त्यो 5 को चाहिँ 7 किलो भन्दाखेरि त्यस्तै 27-28 किलो बस्छ यसले। 28 किलो बस्छ होइन? हजुर एकदमै यो चाहिँ यो त त्यो भुर्तीको चाहिँ मोटो माथि त्यो लेकको घाँस त्यो पुर्चा खाएको यो त कस्तो राम्रो छ कि। के नामको घाँसहरू यिनीहरूले खाने गर्छन्? प्रायः चाहिँ प्रचलनमा आएको घाँसहरू के छ? अब हाम्रो त त्यो भनौँ न लेकमा त्यो यार्स गुम्बती कि पुरै त्यो खाएको हुन्छ नि तपाईँको। यो त्यो बेसीमा राखेको हुँदैन। तपाईँहरूले चाहिँ बेसीमा राखेर बेसीको चाहिँ चास गर्छ। हाम्रो लेकको त त्यो भनौँ न दुब्लो भए पनि एकदम त्यो मोटो हुन्छ। त्यो मोटोको चाहिँ मासु त्यो आफ्नो त्यो लिँदाखेरि त्यो लाग्छ कि ज्यानमा एकदम। हिमालयमा भेडा भन्छन् पहाडतिर खसी, किनबेच गर्न सल्लाह गरे कान्छा दाईसँग बसी। ओल्लो किन्दा 50 केजी, पल्लो किन्दा 60, घाटा फाइदा जेसुकै होस् मनले आँटेपछि। ओल्लो हेर्दा पेटारे छ, पल्लो हेर्दा भुके। 10,000 पैसा पाए कान्छा दाईको मनै भयो खुसी। 10,000 पैसा पाए कान्छा दाईको मनै भयो खुसी। ल दाई अब काउन्ट गर्नुभयो 2बाट तपाईँ माथि भन्नु न, 2बाट के भन्दो रहेछन्? एक त हामीलाई आयो होइन, अब 2बाट मात्र गाह्रो भयो। हामीले 2, 3, 4, 5, 6 भन्छौँ। हजुरहरूले 2, 3 लाई 4, 5, 6 लाई के भन्नुहुन्छ तपाईँहरूको लामा भाषामा भनिदिनुहोस् त दाजु। हजुर हामीले चाहिँ 2मा चाहिँ नि भन्छ, 3टालाई चाहिँ सुम भन्छ,
4वटालाई चाहिँ भनौँ न सी भन्छ, 5वटालाई चाहिँ ङा भन्छ, 6वटालाई चाहिँ डुक भन्छ, 7वटालाई चाहिँ दिन भन्छ, 8वटालाई चाहिँ गे भन्छ, अनि 9वटालाई चाहिँ गु भन्छ, अनि 10वटालाई चाहिँ चु भन्छ के। ल ठिक छ, आज 10 सम्म हामी लगायत हाम्रो सामाजिक सञ्जालमा हेर्नुहुने साथीहरूलाई तपाईँले लामा भाषाबाट पैसा गणना गरी सुनाउनु भयो। हजुर हजुर अहिलेलाई दाइ हामी तपाईँबाट छुट्टी हुन चाहन्छौँ। हस्त, नमस्कार। नमस्कार।